नगर्ने तिमीले च्यामसिङ पुरा तिमीले मलाई एउटा केटा खोजेर बिहा गरिनुपर्छ यहाँहरू त मलाई भेट्नको टिम मेरो ह्यान्डसम आउनु भएको एउटा खोजेर अहिले पहिला जान्छु ल भन्नुहोस् त यो ह्यान्डसम पुनमैसँग बिहा गर्ने कोही छ सबभन्दा पहिला यो मास्टरले हात उठाएर बोल्नु परेको यो अझ तिमीले यस्तालाई लगेर के गर्ने ज्यान हेर त ज्यान च्यासिस मात्रै हो च्यासिस मात्रै हो बढी छैन कोही ग्यारेजमा लगेर ठन्काएर बिहा गर्ने असटी मोरा छोरीको बिहा गर्ने बेला म गर्ने भन्छ हेर यो त कतिसम्म कमजोर छ भन्ने कि मैले भात बसालेर गयो भन्ने कि उसले त्यो उचालेर त्यहाँ राख्नु पनि भात पाक्यो ल तल राख्थ्यो भन्ने खालको कमजोर मान्छे छ यो केटाको जातलाई केटी टेक्ने हुने वे गर्नुपर्ने अनुशासनै नभएको चुप्लो पटलो भनेर हामीलाई नहेपा के बा यो त आजकलको केटीहरूको फेसन हो माइनस 0 फिगर आजकल सुटकेरी हुन त त्यो आमाहरूले घिउ र भात ज्वाइनको झोल खान छोडेर डाइटिङ गर्न आँट्यो अनि डाइटिङ अनि तिमी सुटकेरी हुँला हो र त्यही त बा म पनि अब सुटकेरी हुनु पर्यो भनेर तिमीलाई भनेको नि बा मेरो बिहे कहिले गर्ने म मरेपछि गर्ने अनि तिमी कहिले मर्छ बा 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 ओ पञ्चे बालाई पञ्चे भन्ने आजकलको बच्चाहरूको त अनुशासनै कहाँ गयो डोपिङ साइडमा लगेर हाले जस्तो भइसक्यो बालाई पञ्चे भन्ने तँलाई अवश्य चिने बालाई पञ्चे भन्दा अलिकति तिमीलाई लाल लाग्दैन ताचन सारोसित पर्नु पर्ने नि तिमी तँलाई छुचुन रे हेर है बाबुआमाले नै छोराछोरीको नाम काटेर बोलाएपछि त्यो बच्चाहरूले के सिक्छ हेर बा छुचुन्ड्रेको पनि बाबुआमा हुन्छ बिना तिमीले नबिर्स हुन्छ छुचुन्ड्रेको बाउ को हुन्छ छुचुन्ड्रो तिमीलाई छुचुन्ड्रे हो त भाइ कस्तो होसै गएछ मेरो डोब्ने ल अरू कुरो मलाई थाहा छैन हे अब तिमी यस्तो बढी कुरो नगर तिमी पढ्नुपर्छ पर म पढ्दिन स्कुलमा सरले पढाउँछ है अनि घरमा तिम्रो बासँग होमवर्क सिकेर आऊ भन्छ अस्ति तिमीलाई मैले बा मलाई यो होमवर्क आएन तिमी मेरो होमवर्क गर्दै गर म भात पकाउँछु भनेर गएको तिमीले त इन्डिया चाइनामा सगरमाथा चाइनामा पर्छ भनेर लेखिदिएछ सरले त मलाई कक्षामा कुखुरा बनायो कुखुरी होला कस्तो सर भालेलाई पोठीलाई नि भाले बनाउन सक्ने सर कुखुरी होला कुखुरी साँच्चै त सगरमाथा चाहिँ कहाँ पर्छ अहिलेसम्म चाहिँ सगरमाथा नेपालमै छ बा हाम्रो राजनीतिक नेताहरूको यस्तै ताल हो भनेदेखि चाहिँ अब 10-15 वर्षमा चाइनामा हुन्छ कि इन्डियामा हुन्छ भनेर भन्न सक्दैन रे ल ओह कस्तो गहन कुरो गरे हो जस्तो लाग्छ मलाई पनि तालमाल त्यतै छ कहिले चाइनामा गएर हस्ताक्षर गर्छ कहिले के अरे इन्डियामा गएर हस्ताक्षर गर्छ बेचेको कि जस्तो लाग्छ क्या त्यतिखेर ओ तर यो राजनीति कुरो गर्नुहुन्न बच्चाहरूले त पढ्ने हो पर यी पर स्कुल गयो पर घरमा आयो पर हाम्रो त बालबालिकाहरू हुनु भयो नि हो कि होइन बालबालिकाहरू भन्नुहोस् त यसो हामीले पनि टिभी हेर्न पाउनु पर्यो ह्यान्डसम केटालाई हेर्न पाउनु पर्यो खेल्न पाउनु पर्यो स्कुल जाऊ 7 जना मास्टर घर आऊ उही पुरानो बासी बाउ ठिक लाग्यो अनि बाउ पनि ताजा कार ल्याउँछ भने फेरि कसरी ताजा बाउ बनेर आउँछ म बाउ त बासी नै हुन्छ नि आफ्नो जन्म दिने बाबाले आफू खाइ नखाइ छोरछोरीको भविष्यको लागि भनेर टुको गरेको कुरा बिर्सेर बाउलाई बासी भन्छ बासी भन्दा तँलाई अलिकति लाल लाग्दैन लाग्यो नि बा एकदमै लाल लाग्यो मलाई जुन दिन मेरो आमाले बुने यो तेरो बा हो भनेर देखायो सताउनले बा हो भनेर देखायो त्यो दिन मलाई साह्रै लाल लाग्यो किन भनेर सोधेन किन लाल लाग्यो तँलाई किनभनेदेखि हाम्रो आमाले पनि कतिवटा ह्यान्डसम के त खोजेको थियो होला नि लास्टमा यस्तो छुचुन्ने बाउ पर्यो अरे शिव के भएको होला बाउ आमाको मन छोरछोरी माथि छोरछोरीको मन ढुङ्गा मोरो माथि बनेको जस्तो त्यही त बा तर अहिलेसम्म यो मन कोही माथि जान पाएको छैन के त्यही भएर बा मेरो बिहे कहिले गर्ने 50 वर्ष पुगेको त्यो कोमल ओली र 49 वर्ष
वर्ष पुगेको टिपाश्री निरौलाले अहिलेसम्म बिहे गर्न हतार छैन। तिमी त भर्खरै स्कुल पढ्दै छ, तिमीलाई के को हतार? पोखरमा डुड खान पाएपछि काई पाले दुःख चाहिँ कसैले गर्दैन के बा? फल भनेको त पक्ने बित्तिकै खानुपर्छ, अन्य टुक्रिन्छ हो कि होइन भन्नुहोस् त? के हो भनेको नि? आजकलको केटाकेटीहरू त खप्टमै भइसक्यो भने उम्रिरहेका चिनपाचीहरू 10 वर्ष पुगेको छैन, लभ गर्नुपर्ने तिमीहरूलाई। शनिबारको दिन पढ्न जानुपर्छ भनेर फुरुक्क लुगा लाएर बाहिर निस्किन्छ है। अनि आमाले छोरी कहाँ जान लागेको भनेर सोध्यो भने म कलेज जान लागेको। शनिबार पनि कलेज हुन्छ भनेर आमाले सोध्यो भने साथीसँग कम्बाइन स्टडी छ भनेर निस्किन्छ। साँझमा ढिला आउँछु है मा भनेर जान्छ है। जाने बेला त कहाँ जान्छ ओ माथिको जङ्गलको कुना काप्चामा गएर कम्बाइन स्टडी गरेर बस्छ। तिमीहरूलाई उठाउलेहरू हतार गर्छ। हो यसैलाई त तिम्रो जस्तो जमाना हो त बा? इन्टरटेनमेन्ट गर्नलाई के नै गर्नुपर्ने? अहिले जमाना त फास्ट भइसक्यो। कस्तो छाडा भएको होला? अहिलेको जमाना फास्ट भयो भनेर आजकलको केटाकेटीहरूले हाम्रो बाबुराहरू हामी जस्तालाई कति बुझिएको भने अनि जमाना कसरी फास्ट हुन्छ? जमाना फास्ट हुने हो भनेदेखि बिहान 6 बजे उडाउने सूर्यलाई जमाना फास्ट हो है भनेर 3 बजे उडाएको छैन नि। ल अब जमाना फास्ट भयो भनेर पेटमा भएको त बच्चाले 9 महिनामा बाहिर निस्कनु पर्ने ठाउँमा फास्ट भयो है भनेर 3 महिनामा फुट्ट बाहिर निस्केको छ। कसरी जमाना फास्ट भयो? तिमी हेर्दै जाऊ न बा, त्यस्तो पनि बेला आउनै छ के। अब तिम्रो पालामा काँक्रो फर्सी कति महिनामा पाक्थ्यो? यता कस्तो अनुहार लागेको थियो? काँक्रो कति महिनामा पाक्थ्यो? 3 महिनामा पाक्थ्यो। अहिले मेरो पालामा जमाना फास्ट भएर रोपेको 1 महिनामा पाकिकन खाइसक्छ हो कि होइन भन्नुहोस् त? जब काँक्रो फर्सी त पाक्न त्यत्रो हतार गर्छ, म त जवान ह्यान्डसम केटी अलिकति हतार त गरिहाल्छु नि बा। मेरो बेडसिटै गट्यौ न त म त बिग्रिन्छु हो। आजकलको जवान केटाकेटीहरू मात्रै होइन, मान्छेहरू कसरी बिग्रियो भनेर पत्ता लाग्यो। मैले पत्ता लाग्यो। अहिले यो मास्टरले होइन हात उठाएको त्यसै होइन रहेछ। पत्ता लाग्यो मैले। साइबर फाइबर र यो फेसबुकले बिगारेको रहेछ हो कि न? हेर्नुहोस् है, मान्छे कतिसम्म बिग्रिने रहेछ भनेदेखि सुत्न जान्छु है मलाई गाह्रो भएछ भनेर सिरकले मुख छुमेर सुत्छ अनि त्यो मोबाइल बालेर फेसबुकमा च्याटिङ गर्नु रहेछ। हेर्नुहोस् अब त्यस्तो चाहिँ एकचोटि मैले पनि गरेको हो नि। एउटा त्यसै गरी यसलाई झुकाएर सिरकले मुख छोपेर गएर च्याटिङ गरेको केटी आयो क्या। ल ठिक छ, अब आफ्नो बिहा नभएको बुढी नभएको होइन भनेर ठिकठाक कुरा गरेको। मलाई भेट्नलाई त टिमटुले बोलायो। ल जानु पर्यो भनेर हतार गएर दौडेर देख्यो है। वा मेरो दार्जिलिङ भनेको त वरिपरिको बच्चाहरूलाई देखाएर ओ तिम्रो नयाँ ड्याडी आयो अरे मलाई देखाएर त्यसरी बस्न सक्छ। अब हेर्नुहोस् त फेसबुकमा नि के गर्न सकेको अहिलेको बच्चाहरूले त्यही उनीहरू फ्रेन्ड रिक्वेस्टलाई ओके गरेर साथी बनाउँछ। साथी बनाएर लभ गर्छ, लभ गरेर बिहा गर्छ, बिहा गरेर बच्चा पाउँछ। अनि त्यही तिनीहरूको ट्रेजेडी हुन्छ। आँखाको टेरीमेरी कुन्निकेको चाहिँ फेसबुकमा बिहे गरेर मजा आउँछ कहीँ। यसैलाई त भन्छन् नि आधुनिक जमाना। साइबरमा बस्ने, फाइबरमा कुरा गर्ने, मन परे एक्सेप्ट गर्ने, मन नपरे डाइरेक्ट ब्लक गर्ने हो कि होइन भन्नुहोस् त? अस्ति उठ्यो केटालाई मैले ब्लक गरेँ हो कि होइन? हो यो हो भने मन परे एक्सेप्ट गर्ने, मन परेर पनि कुरा गर्दै जाने, दिक्क लाग्यो भने त्यसलाई डाइरेक्ट ब्लक गर्ने, नयाँ ह्यान्डसम खोज्ने के। तर मेरो त अहिलेसम्म त्यस्तो गर्नेले एउटा कोही ह्यान्डसम भेटेको छैन। ए बा मेरो बिहा कहिले गर्ने? तिम्रो बिहा? तिम्रो बिहा नगर्ने, पहिला मेरो बिहा गर्ने अनि तिम्रो गर्ने। पहिला मेरो गर्ने अनि तिम्रो गर्ने। पहिला मेरो गर्ने भने तिमीले त एकचोटि बिहे गरेर एक्सपिरियन्स गर्यो नि बा, अब मेरो पालो अब म बिहे गर्ने। मैले एक्सपिरियन्सको लागि बिहे गर्न लागेको हो। यहाँ देशमा एउटा लायकको मान्छे नभएर एउटा छोरो जन्माउनु लागेको मैले। पहिला बिहे गर्ने, पहिला मेरो बिहा गर्ने। सिङ्गल खेल्ने। अब सिङ्गल खेल्ने जसले जित्छ त्यसको पहिला बिहे गर्ने। यो जय जगरा गर्ने कुरो नगर बाउ। जय जगराले एकदमै राम्रो हुँदैन। जय जगरा किन हुँदैन? अहिले हाम्रो देशमा राम्रो हुने भनेकै जय जगरा गरेर हो। सिधा बरात दिन्छ भनेर कुर्यो भने त कहिले हो कहिले पाउँदैन। अब बनिसक्यो संविधान संशोधन हुन आँट्यो यहाँ झगडा गरेर। मान्छे मार्यो, कुर्सी पायो, पर्दैन, ट्यालेन्टै चाहिँदैन, केही देश बनाउने यहाँ नियति दिमागमै चाहिँदैन। झगडा गरेर हुने रहेछ। अब सिङ्गल खेल्नु ल नेपाल बन्द। यो कुरो त मलाई ठिक लाग्यो भाइ। अब झगडा नगरिकन सिधै दिनुपर्ने कुरोलाई दिया भएदेखि यो डम्पिङ साइड मैले बिनामा बन्द गरिरहनु पर्ने थियो नि हो कि
त्यही बन्द गरेर झगडा गरेर मागे भएर पाइरहेको छ स्कुल पनि यस्तो राम्रो भएको छ बाटो पनि बनिरहेको छ कुरो दिनुपर्ने चिज ठिया भए त भइहाल्छ नेपालको संस्कारै झगडा गरेर लिने नेपाल बन्द गरेर लिने संस्कार छ तर तिमी र म चाहिँ झगडा नगरौँ अब झगडा नगरौँ बरु पहिला कसको बिहे गर्ने भनेर प्रतियोगिता गरौँ गर्ने भए गरौँ ल हामी ट्यालेन्ट मान्छे त कहीँ कुरा झुक्ने होइन ल प्रतियोगिता चाहिँ गाउँ खाने कथाको प्रतियोगिता गर्ने अब हामी गर्ने भए गर्ने जसले जित्छ त्यसको पहिला बिहे है त ल पहिला गाउँ खाने कथा तिमी सोध ल जहिले म प्रश्न किन सोध्ने जहिले पनि जहाँ पनि लेडिज फर्स्ट सुन्न ठिक लाग्यो मलाई यसपालि लेडिज फर्स्ट कस्तो बाटो है लेडिजहरू पनि बसमा पनि उनीहरू आरक्षण सिट चाहिने यिनीहरूलाई गाउँमा एउटा सानो समिति बनायो भने यिनीहरू आरक्षणको एउटा सिट राखिदिनु पर्ने महिलालाई चाहिने त जब जिम्मेवारी कान आयो लेडिज फर्स्ट रे यसरी जिम्मेवारी चाहिँ उनीहरूको फर्स्ट हुँदैन ठिक छ ल मै गरिदिन्छु पहिला ल अब पहिलो प्रश्न सुन्न तयार हो ल आफू क्षेत्रले बिचमा छ ठुलो अब ठुलो बिच बैठा हुन्छ नि बा तँलाई अवश्य चिने गाउँ खाने कोठा भनिरहेको बिचमा ठुलो भन्छ गाउँ खाने कोठा हो यो ठुलो बिचमा हुन्छ भने तैँले मात्रै जानेछ आफू क्षेत्रले बिचमा छ ठुलो ठुलोमा सुई छेरौँडा खटखुट्टै खुल्यो क्या आउनु त फ्याट्टै मलाई आयो नि यस्तो ट्यालेन्ट मान्छेले नआउनु पुरै भएन हिबा अब डाइरेक्ट यही हो भनेर भन्ने मलाई एउटा ह्यान्डसम कि त मलाई मन परिरहेछ त्यसको अगाडि मलाई लाज होला नभनौ हाला उल्टो आउँछ दिमागमा त्यही हो हुन्छ ल आयो भन्नु त आएन ल यो पालि आएन अर्कोमा जित्छु ल आएन भनेर सुको त गाउँ देऊ न गाउँ हो नेपालमा गाउँ भएपछि हो भएको जति गाउँलाई चाहिँ गाउँपालिका बनायो अरू जति सबै नगरपालिका बनायो हो कि होइन अब तिमीलाई के दिनु अहिलेसम्म जिल्ला चाहिँ एउटा जिल्ला छ तिमीलाई यो नुवाकोट जिल्लै दियो होला मैले अहिले पहिला भए त ठिक लाग्थ्यो अहिले त ठिक लाग्छ नुवाकोट पनि ससुराली गाउँ हो नि त नुवाकोटको सेरोफेरो सबै मेरो यहाँको जलविद्युत आयोजना भएर नेपालमा लोड सेडिङ बन्द भयो त्यो पनि मेरो अब यहाँको डम्पिङ साइटले गरेको विकास पनि सबै मेरो तर यहाँको यत्रो दिक्कत ठुलो नेताहरू एउटै पार्टीको भएर लडाइँ लडिरहन्छ त्यो चाहिँ तेरो त्यस्तो तेरो राम्रो मेरो होइन तेरै हो विचार नबोल्न बुझ्नै पाएको छैन दर्शकले नुवाकोटको सेरोफेरो सबै मेरो तर यो डम्पिङ साइडमा ल्याएर फोहोर मैलालाई पनि फोहोरलाई मोहर बनाउने भनेर अहिलेसम्म योजना सुरु नगरेको चाहिँ तेरो आटीपाटी यति नजाने ढुक्क टेर्यौँ बाटी क्या हो नम्बर आइसकेको छ आन्सर दिनलाई के गाह्रो भयो भने दिन्छु सुन आफू क्षेत्रले बिचमा छ ठुलो भनेको टाल्चा ठुलोमा सुई छुरेर खटखुट्टै खुल्यो भने अब टाल्चामा साँचो छिराएर खोलेको कसरी भन्ने थिएन मैले त तँलाई अहिले भन्थ्यो ल अब तेरो बालो त्यही भन् ल प्रश्न जित्यो क्या डाडा बन्छ के इन्टेलिजेन्ट मान्छेको पालो अलि पर बस आउँछ तिमीलाई अब इन्टेलिजेन्ट मान्छेको पालो सुन्नुहोस् है सबैजना दायाँ बायाँ दिल बिचमा चिरेको के हो त्यस्तो हाम्रो ल के हो दायाँ बायाँ दिल बिचमा चिरेको कता देखे जस्तो पनि लाग्छ कहिले छोको जस्तो लाग्छ कस्तो गाह्रो क्वेसन सोधिनु बा हाम्रो नेपाली गाउँ खाने कतै गाह्रो है कता कुरो पुग्छ गाह्रो होइन के बा तिमीले यो मेरो केटीको हिँड्ने त्यसै हो र हामीलाई थाहा छैन फ्याक्ट भन्नु लाज मर्नु कुरो आयो दिमागमा नभनौ फेरि हार्न आँट्यो यो त ढुन्नुभन्दा त बरु के नगर्नु ठिक छ तिमी नै भन्नु मलाई आएन गाउँ पनि चाहिँदैन त्यहाँ एउटा चस्मा लगाएको हेर्छु केटा थियो ऊ त्यहाँ एउटा केटा मलाई त्यो त्यही मेरो कालो चस्मा लगाएको त्यही मेरो उसको पुरी छ त्यो हुँदैन यहाँ जित्नुपर्छ बिहा गर्नलाई तिमीलाई म बरु गाउँ केटी नि भने अब गाउँसँग नदिउँ यही हाम्रो यो मुकुन्डेश्वरी माध्यमिक विद्यालय थियो ल
ल लैजाऊ। यो श्री मुकुन्देश्वरी माध्यमिक विद्यालयको सेरो फेरो सबै मेरो। यहाँ आउनुभएका ह्यान्डसम मेरो ब्युटिफुल जति तेरो। यो स्कुलमा पढाउनु पर्छ भनेर उता बोर्डिङमा नहाल्ने अभिभावक दाजुभाइहरू मेरो। यो स्कुललाई पनि राम्रो छैन भनेर अन्त्य स्कुलमा पठाउने अभिभावक जति चाहिँ तेरो। यो स्कुलमा राम्रो पढाउने सर मेरो। कुनै विद्यार्थीलाई पिट्ने पनि होला त्यस्तो चाहिँ तेरो। तँलाई बिहे गर्न म छु भन्ने पनि तेरैले जा। यो स्कुललाई हराभरा पार्नुपर्छ, सरसफाइ राख्नुपर्छ भन्ने मानसिकता भएको विद्यार्थी अभिभावक अनि टिचर सबै मेरो। त्यहाँ त्यत्रो 4-5वटा टोयलेट हुन नि बाहिरै हग्दिने चाहिँ तेरो। यति छिटै भन्छु, यत्रो कार्यक्रमलाई भव्यताका पूर्वक सम्पन्न गर्नुपर्छ भनेर आउनुभएका मान्यजन मेरा ह्यान्डसम मेरा दाजुभाइ होइन, मेरा ह्यान्डसम आमा बुवा सबै मेरो। यहाँ कार्यक्रम नभए पनि डाँडा बसेर हेर्ने चाहिँ तेरो। आते यति पनि नजाने ठुक्क टेरीमा बाटे क्या हो? सुन न, अब इन्टेलिजेन्ट मान्छेको क्या हो त हुनु। दायाँ बायाँ दिल बिचमा चिरेको बन्नी गाउँको गेरो त्यस्तो मेरो। ठुक्का अन्त्य दिमाग पुगे त त्यति जाबो सबै खाइरहने गाउँमा दिमागै पुगेर जाऊ। ल अब अन्तिम तैँले एन्सर दियो भने तेरो पहिला बिहे थिएन भनेदेखि मेरो बिहे है त। आयो नाठो छिरायो गाठो। कहाँ गाँठो भन्ने बित्तिकै यिनीहरूको दिमाग हेर्न फेरि रनन्न भएको। अब जुत्ताको टुनाको गाँठो हुन्छ होइन। अब हाम्रो यहाँ इनारमा कहिलेकाहीँ परेको गाँठो हुन्छ। अब विभिन्न थरीका गाँठा हुन्छन् नि, दिमागै त्यही पुऱ्याउनु पर्छ। यो त हाम्रो बुढा बाहरूलाई थाहा छ, यङहरूलाई थाहा छैन यो कुरो। आयो नाठो छिरायो गाँठो ऊ गइगयो मलाई भइगयो तपाईँ जानी नहुनुहोस्। आयो नाठो छिरायो गाँठो ऊ गइगयो मलाई भइगयो क्या हो नि। अब आउनु त फ्याट्टै आयो भन्ने लाजै मर्नु होला। क्या हो बा आएन मलाई त। आएन भन्ने गाउँठिया टाइम छैन। गाउँ भए पो तिमीलाई दिनु जेलाई दियो। अब तिमीलाई यो मेरो देश मेरो शान मेरो गौरव नेपाल मेरो तेरो ल एकैछिनलाई। वाह कति मजा आएको नेपाल तेरो भन्दाखेरि। आहा सिङ्गो नेपाल भन्न पनि अब त रहर लाग्ने दिन आउन थाल्यो है। यो सगरमाथाको शिर मेरो, यो सगरमाथाको शिर मेरो। हाम्रै सगरमाथालाई चाहिने हो कि इन्डिया पुर्याउनु पर्छ भनेर राजनीति गर्ने नेताहरूको पीर चाहिँ तेरो। यो अखण्ड नेपाल मेरो 7 टुक्रामा टुक्रा बाँधेर संसद भवनमा बसेर देशलाई यति टुक्रा बनाउनु पर्छ भनेर झै झगडा गर्ने नेता चाहिँ तेरो। गौतम बुद्ध मेरो। वाह कति मजा आउने। गौतम बुद्ध मेरो। गौतम बुद्धको शान्तिको सन्देशलाई वास्ता नगरिकन जनतामा भिडाएर राजनीति गर्ने नेताहरूको युद्ध चाहिँ तेरो। आतेपाते यति नजाने तुक्क तेरीमा भएको क्या हो? आयो नाठो छिरायो गाँठो ऊ गइगयो मलाई भइगयो भनेको चुरौटेले चुरा लगाएको। कसरी सुन्दै आङी स्ट्रिङ हुने क्वेशनको यस्तो आन्सर मिलेन बा? किन मिलेन हेर न, यो पहिलाको उखान हो। अहिले आमाले भनिसक्नु भयो, मैले चुप लगाएर बस्या हो। म पनि देख्दै थियो त्यो। आयो नाठो भनेको पहिला चुरौटेहरूलाई त्यसरी टोकोमा चुरा बोकेर आएको पहिलाको बुढाबुढीहरूलाई थाहा छ है। टोकोमा चुरा बोकेर आउँथ्यो। आयो नाठो छिरायो काठो भनेको चिरो त काठो परेको हुन्छ नि त, हातमा छिरायो काठो ऊ गइगयो भनेको चुरालाई दिएर ऊ गइगयो मलाई भइगयो भने चुरा यहीँ रहिगयो। यही होला। अब मैले जित्यो है। अब मेरो बिहे गर्ने हो। अब मेरो बिहे हुने भयो पहिला। अब बिहे मात्रै गरेर हुँदैन, अठो गर्ने त तिम्रो ज्यानले पनि दिँदैन। पानीको प्याज जुस खाएर मेटिन्छ कहिले, पानी खानु पर्दैन च्याम्सिङ पुरा। त्यही पनि यो बुढेस खाएर बिहे गरेर के गर्छौ तिमी? छोरीले बाउलाई सोध्या हेर्दा बिहे गरेर के गर्छौ रे? अनि बिहे गरेर के गर्ने भन्ने कुरो पनि यहाँ भएको सबैजनालाई त्यसै थाहा छ नि। अब अरूले त बिहे गरेर के गर्छ थाहा छैन है। म चाहिँ बिहे गरेर यो देश चलाउने कर्म छोरो जन्माउनुलाई बिहे गर्न लाग्यो। यो
देश चलाउनलाई छोरो जन्मिएन छ यो देशमा त्यही भएर छोरा जन्माउनलाई बिहा गर्ने यो च्यामसिङ बुढा छोरा 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 भनेर यहाँ सातो फुट्नु खाएको मेरो छोरा र छोरीमा के फरक छ छोरा र छोरीमा धेरै फरक छ छोरा र छोरीमा फरक भएन भने कुन चाहिँ छोरा कुन चाहिँ छोरी भनेर कसरी छुट्याउनलाई सामान चाहिएन छोराको के हुन्छ उटौलोहरू चिप्लाएर बस्यो है जुङ्गा हुन्छ छोरीको के हुन्छ जुङ्गा हुँदैन मैले त्यस्तो फरक भने होइन के बा आजकलको जमानामा छोरा छोरी समान हो छोराले गर्ने काम छोरीले पनि गर्न सक्छ छोरीले गर्ने काम छोराले नि गर्न सक्छ पो भने त मैले कसरी सक्छ छोराले गर्न सक्ने काम छोरीले सक्दैन के गर्न सक्छ छोरीले के गर्न सक्छ बा जो तिमीले बुझेर भनेको कि नबुझी हेपेको मलाई भएको कुरा हो नि छोरा त्यही भएर त मान्छेहरू 6-7 वटा छोरी पाएपछि त ट्राई एगेन गरेर छोराको लागि 9 वटा छोरी पाइसक्यो नत्र किन छोरा पाउन लागिरहेको त तिमीलाई साँच्चै थाहा छैन तिमीलाई साँच्चै थाहा छैन यहाँ ठाउँको ठाउँ देखायो भने नि ल भन् त भन्यो नेपालमा पहिलोचोटि सगरमाथा चढ्ने पासाङ लामो शेर्पाको तिम्रो जीवा महिला अनि हाम्रो देशको सिएनएन हिरो अनुराधा कोइरालाको तिम्रो हजुरबा होइन महिला अनि हाम्रो देशको राष्ट्रपति विद्यादेवी कोरे भण्डारी तिमीले भनेको त हाम्रै आउँछ नि विद्यादेवी भण्डारीको तिम्रो बा होइन कोट महिला अनि अहिले हाम्रो यो लोड सेडिङ भएर हुँदा ढिक्क लागेको हाम्रो देश नेपालमा अहिले हाम्रो देशलाई लोड सेडिङ मुक्त बनाउने कुलमान घिसिङको तिम्रो दाइ महिला अनि महिला र पुरुषै छुट्याउनु नजान्ने मान्छेले त्यही गर्न पर्ने स्वास्नी चाहिँ नि तिमीलाई च्यामसिङ बुढा के अरे हेपेर कुरा नगर महिलाले के गर्न सक्दो रहेछ भने देखाउ यहाँ देखाउ के अरू देखाइदिउँ म अहिले पुगिहाल्यो नि यति भएपछि त्यत्रो ठुल्ठुलो काम गरेर चाहिँ अहिले ओन्सारी घरती त पहिलो सभामुख भएर गइसक्नु भएको त बिर्सिन्छु मैले त्यही भने मैले त्यही भएर छोराछोरीमा भेटघाट नगर ठाउँको ठाउँ ढालिदिन्छु म फेरि मेरो छोरीले जस्तै तपाईँहरूको छोरीले नि कुट्ला है त्यही भएर छोराछोरीमा भेदभाव नगरौँ छोरीलाई पनि छोरा समान अधिकार दिउँ स्कुल पढ्न पठाउँ बिचरा छोरी हेर्नुहोस् त बिहान जुरुक्क उठ्छ घाँस काट्न जान्छ पढ्छ फेरि स्कुल जान्छ स्कुलबाट आउँछ खाजा बनाउँछ फेरि घरको काम गर्छ भात पकाउँछ बेलुका तपाईँहरूलाई सहयोग गर्छ त्यस्तो सचुन छोरीलाई छोडेर छोरो चाहिँ के गर्छ बिहान जुरुक्क उठ्छ चिया पसलमा जान्छ आएर होमवर्क गर्छ स्कुल जान्छ फेरि फर्केर खेल्न जान्छ त्यस्तो छोरो किन चाहियो हामीलाई है त्यही भएर छोरा र छोरी भन्दा छोरीको महत्त्वलाई चाहिँ ध्यान दिउँ छोरीलाई पनि शिक्षा दिउँ छोरीलाई घाँस दाउरा होइन स्कुलको शिक्षा दियो भने ऊ त्यो छोरी जसरी किताब च्यापेको कति राम्रो सोच्छ होला त्यति भन्दै हामी यहाँबाट बिदा हुन्छौँ धन्यवाद।